युथ फर सोसाइटी मेचीनगर 15 ले विगतदेखि नै सञ्चालन गर्दै आएको न्यानो अभियान अन्तर्गत मेचीनगर 15 को ज्ञानदीप प्राविमा कक्षा 3, 4, 5 का विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरिएको छ। यसअघि शिशु 1, 2 कक्षालाई वितरण गरिसकेको छ। कठ्याङ्ग्रिदो जाडोमा बालबालिकाको पठन पाठनमा प्रभावित नहोस् र उनीहरूले सहज रूपमा विद्यालय जीवन बिताउन सकुन् भन्ने उद्देश्यको साथ कार्यक्रम आयोजना गरिएको हो। यस कार्यक्रम सफल बनाउन सहयोग गर्ने मेचीनगर 10 का युवा व्यवसायी सन्तोष राजवंशी, ओमनाथ घिम्रे तथा मेचीनगर 15 का युवा हरि कोइरालालाई संस्थाले विशेष आभार व्यक्त गरेको छ। सहयोगी दाताहरूको उदारता र निस्वार्थ सहयोगले अभियानलाई निरन्तरता दिन थप प्रेरणा मिलेको संस्थाले जनाएको छ। युथ फर सोसाइटीले विगतको दिनहरूमा न्यानो अभियान सहित सामाजिक तथा मानवीय कार्यक्रम गर्दै आइरहेको छ।